आज म तपाईहरुलाई लिएर जाँदैछु क्राइस्टचर्चको विग्राममा रहेको एयरफोर्स म्युजियम अफ न्युजिल्यान्ड। लगभग 2 वर्ष अगाडि म त्यहाँ जाँदाखेरि सेल्फ गाइडेड टुर म्याप लिएर त्यहाँको ऐतिहासिक विमानहरू हेर्दै तिनीहरूको कथा र इतिहास बुझ्दै निकै रमाइलो अनुभव लिएको थिएँ। तर यसपटक अनुभव अझै विशेष छ, किनकि यो पालि म मेरो प्यारेन्ट्सहरूसँग यहाँ घुम्न आएको छु। न्युजिल्यान्डमै बस्नेहरूको लागि चाहिँ यो म्युजियम घुम्नको लागि कुनै पनि टिकट लिनु पर्दैन। एक दिन क्रिसमस डे बाहेक यो म्युजियम हरेक दिन 9:30 देखि 4:30 सम्म खुल्ला रहन्छ। यहाँ विभिन्न प्लेनको दृश्य हेर्न पाइन्छ म्युजियममा। मोस्टली अस्ट्रेलिया र न्युजिल्यान्डमा उडेका प्लेनहरू छन् रेडी। थरीका प्लेनको म्युजियम घुम्दै लाउनुहोस् आज हामी सँगै एयरफोर्स म्युजियमको अवलोकन गरौँ है त। ल अब हामी छिर्यौँ म्युजियमभित्र। ल हेर्नु वरिपरि के छन् के छन्। ओह यहाँ छ सानो टोइलेट। के काम गर्दैछ उसले। 1 क्यु 2 क्यु 3 क्यु 4 5 6 मेसिन गन दिने टोपी सबै छ यहाँ। घन्टी पनि रहेछ, घन्टी पार्टीमा बोर्ड। ओहो रोयल न्युजिल्यान्ड भित्र त तपाईहरु के हेर्दै हुनुहुन्छ? पुरै फाइटर प्लेन। ओहो यसरी नै बस्थे पहिले मान्छेहरू प्लेनभित्र क्या। अनि त्यो फाइटर प्लेन होला यो। इमर्जेन्सी एक्जिट पनि रहेछ। यस चाहिँ मिसाइल पुरै। यहाँको स्टेज पुरै रियलिस्टिकहरू हुन्छन् हेर्दै। ल यहाँ के छ? यहाँ खै के छ? यहाँ पनि यस्तै टिभी हेर्ने कोठा। जानकारी प्लेनको प्लेन देखेर अस्ति भर्खर प्लेनमा आउनु भएको। प्लेन हेर्ने ठाउँमा ल्याएको छु मैले एयरफोर्स म्युजियम। हेर्न पनि आउनुभयो। अस्ति प्लेन देखेन भन्नुभएको थियो नि त, त्यही भएर प्लेन देखाउन ल्याएको। कति मजाको प्लेनहरू छन् पहिलेका। यस म्युजियममा रहेको एयरक्राफ्ट हल पनि एउटा मुख्य आकर्षणको रूपमा रहेको छ। यसै हलमा एकदमै फन र इन्टरेक्टिभ गेम पनि राखिएको छ। ड्रप जोन, जसलाई चाहिँ तपाईँले आफ्नो हातको इसाराले कम्प्युटरमा रहेको एयरप्लेन जुन न्युजिल्यान्डको आकाशमा उडिरहेको छ त्यसलाई कन्ट्रोल गर्दै त्यहाँनिर गर्दै लान मिल्ने रहेछ। हामी सबैजनाले ट्राई गऱ्यौँ र हामीलाई एकदमै रमाइलो लाग्यो यो। र तपाईँको फ्यामिली र किड्सहरूलाई पनि एकदमै रमाइलो लाग्न सक्छ। सो डोन्ट मिस दिस आउट। Feedback with us. Very satisfied. Very satisfied. Tell us what you enjoy about the museum. Visit or anything that you improve your experience. बाहिरको संसारमा निस्क्यौँ हामी एयरफोर्स म्युजियम घुमेर। It was a good visit. Thank you for watching. दामी प्लेनहरूको कलेक्सन छ हैन। धेरै इन्फर्मेसन छ, जस रमाइलो रहेछ यहाँको। अनि एक दुईवटा गेम पनि खेल्यो। Lot of planes, interesting cool stuffs, and the best thing is it's free. Life could be very boring if you allowed your mind to stagnate.